हेलो साथीहरू, हजुरहरूलाई कस्तो छ? सन्चै हुनुहुन्छ? अनि हजुरहरूको घरतिर आजको मौसम कस्तो छ? हाम्रोतिर त हेर्नु त पानी परेर जताततै पानी नै भएछ। हिजोअस्ति चाहिँ खुब गर्मी थियो, आज चाहिँ पानी आएर जे शीतल चाहिँ भएछ। हेर्नु त हावाहुरी कत्रो आएछ, बेलुकीको रुख नै ढलाइदियो। अनि चिसो मौसममा के खाने त भन्दाखेरि श्रीमान चाहिँ कामबाट आउँदाखेरि माछा लिएर आउनुपर्छ। मेरो बुढोले छोरीले माछा निकाल्दैछिन् खुसी हुँदै। यिनीहरूलाई यत्तिकै हेर्न चाहिँ रङ्ग लाग्छ, खान पनि त्यति रुचाउँदैनन् यो माछा। म र मेरो बुढोले चाहिँ खान्छौँ। आज चाहिँ हामीले माछा फ्राई गरेर खाँदैछौँ। हजुरहरू कोलाई मनपर्छ माछा? मलाई चाहिँ माछा झोल भन्दा नि फ्राई गरेको चाहिँ एकदम मनपर्छ। यहाँ चाहिँ मेरो बुढोले माछा सफा गर्दै काट्नुभएको छ, ऊ धोएर ल्याइदिनु भयो। अब चाहिँ म यसलाई मेरिनेट गर्छु। म चाहिँ यसमा अरू केही राखेको छैन, नुन, बेसार, अदुवा, लसुन र खुर्सानीको पेस्ट हालेछु, अनि थोरै कागती निचोरेछु। यति भए हुन्छ, अरू हाल्न पर्दैन माछामा। अनि यसलाई राम्रोसँग मोल्छु र मोलेर राख्छु। एकछिन त जताततै लाग्न दिनु पर्यो, भिज्न दिनु पर्यो अदुवा लसुनको स्वाद। अनि त्यसपछि यहाँ चाहिँ माछाको थुप्रै अन्डा थियो कि अन्डा चाहिँ ल्याऊ भुटेर ल्याऊ, म खान्छु भन्नुभयो मेरो बुढोले। अनि म उहाँको लागि चाहिँ भुटेर दिँदैछु। यसमा चाहिँ मैले चाहिँ नुन, बेसार र अलिकति धुलो खुर्सानी हालेर मात्रै भुट्दैछु, अरू केही हाल्न पर्दैन यसमा। रेडी भयो, पाकेपछि यस्तो हुन्छ अन्डा। यो चाहिँ माछाको अन्डा हो। अनि त्यसपछि नानीहरूले माछा नखाने भएर खान त खोज्छन्, तर कति धेरै काँडा हुन्छ, त्यही भएर अड्काउँछन् कि भनेर दिन डर लाग्छ कि, त्यही भएर कुखुराको मासु ल्याइदिनु भएको थियो। तिनीहरूलाई यो फ्राई गरिदिँदैछु नानीहरूको लागि। अनि रेडी भयो नानीहरूको लागि रोस्ट। सानो छोरीलाई दिन्छु सुरुमा, उसलाई बेर हुन्छ खान, पहिला उसलाई दिनुपर्छ। अनि खाँदैछिन्, कस्तो छ भन्दा मिठो छ भन्दैछिन्। अनि अब चाहिँ ठुल्छोरी पनि त्यही छिन्, सँगै खाँदैछिन् उनलाई पनि मिठो लाग्यो अरे। अनि अब चाहिँ माछा फ्राई गरौँ अघि राखेको, तेल तताउने कराईमा। त्यसपछि त्यही सबै माछा हालेर फ्राई गर्ने, पालो फ्राई गर्नु होला। हजुरहरू कोलाई माछा मनपर्छ? यो चिसो मौसममा त फ्राई गरेको माछा एकदमै मिठो हुन्छ। हामीलाई चाहिँ एकदम मनपर्छ फ्राई गरेको माछा, त्यही भएर फ्राई गर्दैछु आज म। माछालाई चाहिँ एकतिर राम्रोसँग पाकेपछि अर्कोतिर फर्काउनु पर्छ। अनि दुईतिरै पाक्यो, राम्रोसँग फ्राई भएछ माछा। म निकाल्दैछु। अब चाहिँ माछा रेडी भयो खानको लागि। अब म थोरै सलाद र माछा अनि चटनी त चाहियो, राखेर खान्छु ल।